अहिले चाहिँ हामी एयरपोर्टमा हो, यो टर्मिनल 2। अब हामी भित्र जाँदैछौँ। यहाँ छ निसा रुबी। हेलो नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ आफ्टर लङ टाइम पछि चाहिँ म भ्लग बनाउँदैछु। आज चाहिँ हामी नेपाल जान लागेको। हेलो गाइस, हामी चाहिँ आफ्टर 1 इयर पछि नेपाल जाँदै हो। हामी 3 जना। अहिले चाहिँ हामी एयरपोर्ट भित्र हो। अब चाहिँ हामी बोर्डिङ पासहरु लिएर चाहिँ हामी वेटिङमा। हामी चाहिँ हाम्रो प्यारो प्यारो मान्छेहरुलाई नेपालमा भेट्न जान लागेको। अहिले चाहिँ हामी सरप्राइज हैन, यो पालि चाहिँ सबैलाई थाहा छ। पहिला चाहिँ सरप्राइज दिएको नि त, अनि सबैले सरप्राइज नदेऊ भनेर भन्नुभएको थियो, अनि त्यही भएर सबैलाई भनेर चाहिँ हामी आफ्टर 1 इयर पछि टुगेदर सबैजना भएर नेपाल जान लागेको। गाइस, तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने प्लिज लाइक शेयर सब्स्क्राइब गरिदिन चाहिँ नबिर्सिनु होला। हामी टाइम पास गर्दै त्यसै आउँदैन फेरि। अहिले चाहिँ हामी चाहिँ हाम्रो सामानहरू सबै चेकिङ गरेर चाहिँ हामी वेट गर्दै हो हाम्रो प्लेनलाई। हाम्रो चाहिँ मर्निङको 7 AM मा चाहिँ हाम्रो फ्लाइट छ। हामी चाहिँ बिहान घरदेखि चाहिँ रातिको 2 PM मा चाहिँ हामी घरदेखि हिँडेको। अनि अहिले चाहिँ हामी हाम्रो सबै सामानहरू चेकिङ गरेर चाहिँ हामी वेटिङ गर्दै हो हाम्रो प्लेनलाई। स्टिल अझै आएको छैन। एउटा चाहिँ बुक पढ्दै हो, एउटा चाहिँ फोन गर्दैछ। आइ एम डुइङ ब्लगिङ। उहाँ चाहिँ हाम्रो सेलिब्रिटी। उहाँ चाहिँ हाम्रो खतरा एक्टर हो कि, अनि त्यही भएर यहाँ भिडियोमा आउनै मान्दैन। आउनको लागि चाहिँ हामीले 1000 पाउन्ड दिनुपर्छ, त्यही भएर त्यसको लागि चाहिँ मसँग पैसा छैन गाइस। अहिले चाहिँ जुन दिनमा चाहिँ तपाईँको के अरे एउटा लभ स्टोरी भन्थ्यो नि, के भन्छ अरे मलाई डोना के किन्न पर्यो पैसा हाल्दै अब गाइज भन्थ्यो नि, हो त्यस्तै कुरा गरे। अब चाहिँ मेरो चाहिँ भ्लगमाबाट चाहिँ इन्कम भएपछि चाहिँ म चाहिँ रुबीलाई चाहिँ त्यो पैसा दिएर चाहिँ भ्लगमा ल्याउँछु है गाइज। प्लिज तपाईँहरू चाहिँ यो भ्लग चाहिँ नछुटाइकन हेर्नु होला। यहाँ चाहिँ बाइबल पढ्नुको सट्टा चाहिँ लभ स्टोरी पढ्ने छ। लभ स्टोरी यसरी यो चाहिँ टङ्किस खाएको छ चाहिँ यहाँ पनि पिक्चर पनि बाहिर पनि। भनेपछि यो बुकको भित्र इन्ट्रेस्टिङ चाहिँ खतरा छ जस्तो छ। अघि त्यहाँ चेक गर्दाखेरि चाहिँ मलाई चाहिँ कतिपल्ट रे निसा 2 पल्ट कि 2 पल्ट है 3 पल्ट। यहाँदेखि यस्तै गर्यो, यहाँदेखि यस्तै गर्यो। हातमा घडी लाथे, बाला लाथे यहाँ थियो। यसरी फेरि सबै चेक गरेर पनि फेरि चेक गर्नु भन्छ। फेरि पनि अर्कोपल्ट चेक गर्नु भन्छ। रुबीलाई र मलाई चेक गर्नु भनेर बडी मात्रै भित्र अर्को मिसिङ। निसाले चाहिँ गरेन। सनसेट। अब चाहिँ हामी बोर्डिङ गेटमा जाँदैको। यहाँ चाहिँ दिदी अनि अब चाहिँ हामी हाम्रो प्लेन भएको ठाउँमा जाँदै हो गाइस। हामी अब रेडी टु फ्लाइ। प्लेन हो गाइस। हामी चाहिँ अहिले प्लेनमा हो। अहिले चाहिँ हामी चढिसक्यौँ। अहिले चाहिँ हामी हाम्रो सिट आएर चाहिँ हामी 3 जना चाहिँ हामीसँगै हो।
अब चाहिँ हामी ल्यान्ड भयो इन्डियामा UK to इन्डिया इन्डियादेखि काठमाडौँ काठमाडौँदेखि होटल हामी चाहिँ इन्डियामा ल्यान्ड भयो गाइस ट्रान्जिट चाहिँ इन्डियामा थियो यहाँ चाहिँ त्यसै गर्मी भएर चाहिँ हामी सबैले चाहिँ कपडा चेन्ज गरेको गर्मीले त मार्यो नि युकेदेखि लगाएर आएको कपडाले त गर्मी भएर फित्रे भएर फेरि कपडा चेन्ज गरेको वासरुममा गएर अहिले चाहिँ हामी हाम्रो प्लेनलाई कुद्दै हो अब चाहिँ हाम्रो 4:30 बजेको छ काठमाडौँको लागि अनि त्यसपछि चाहिँ हामी काठमाडौँ जाने त्यसपछि अब धेरै छैनौँ काठमाडौँ ल्यान्ड हुनुको लागि वेटिङ प्लेन अगेन त्यहाँ बाहिर आइसकेको छ तर प्लेन अहिले चाहिँ इन्डियामा चाहिँ अहिले चाहिँ 3:30 भएको छ अनि 4:30 बजेको छ हाम्रो फ्लाइट चाहिँ अनि हामी चाहिँ नेपालमा चाहिँ 6 बजे चाहिँ हामी ल्यान्ड हुन्छौँ त्यसपछि चाहिँ काठमाडौँ टु फेरि भैरवाको लागि पनि टिकट काटिसकेको अब त्यहाँदेखि चाहिँ सामानहरू झिकेर अनि हामी चाहिँ फेरि भैरवाको लागि अर्को प्लेनमा जाने Finally we are in Nepal right now. Guys. When I think first terminal. Oh? Can you guys look at what's there? Momo. हामी चाहिँ काठमाडौँको एयरलाइनमा अब चाहिँ हामी यहाँदेखि चाहिँ जलपाइगुडी जान लागेको एयरलाइन यहाँदेखि चाहिँ अब हामी भैरवा जाने भैरवा चाहिँ बल्ल हाम्रो घर आउँछ निद्रा लागेर थाकेर मन नलागिसक्यो कति धेरै प्लेन थियो हामी भैरवा एयरपोर्टमा अहिले चाहिँ हामी भैरवा एयरपोर्टमा हो मान्छेहरू चाहिँ बाहिरतिर आउँदैछ होला यो चाहिँ भैरवाको एयरपोर्ट हो यहाँ त बेसरी गर्मी छ 19 degrees गर्मी यता हेर्नु Thank you. Đeo, đeo. Chúng làm lại đeo. Thank you. Làm mày. Anh có chúng đi quên chứ. Boy ú. Thank you so much. Moko re. Thấy bảo chứ? Moko re banjung. Chui mà đi. Kore. Kore bảo. Mai banjung ta nhảm lại. Kore bảo tôi này. Không biết mai bán nó nào. Không bán nó nào. Kali nó ra. Nó ra. मलाई खै कस्तो लाग्यो भाउजू फ्लावर हो हेर नि त मको अरे काली नो ठुल मम्मी मको अरे ठुल
अलिक बेसी बोल न कति सानो बोल्छ के साइडमा हो यही रुको के ए धन्दै निकाल्नु भएछ ऊ चिनेर हेर्न ए बजाए हेर्नु खुसी भएको हेरिकन खोइ बजाइ ल हिँड्के नगर काली जुत्ता खोला आऊ माथि हिँड्के हेर्न त्यहाँ I'm coming home. Your surprise flower. अनि सँग फोटो खिचाउँ लाग्यो अलिक छुट्टी दो Hey, come. Just sit. Up, just. I see. यहाँ हाम्रो Hello guys, welcome to my mommy channel. Hello guys. आऊ नि माथि जाऊँ हेलो बसो गर्थ्यो अघि तल चिनिस् तैँले के हो बोल्नु त जसी यता हेर्न बजरङ बाजेसित खेल्दा चाहिँ गाई मै चिन्यो चिने कि नै कहाँ गएकोले बस्छौँ भन्यो त्यो पोराको होइन र अब नानी बाजे बजे आउँछ के खाएको हौ के सुन्छ हो यहाँ तनी सुत आइज तनी सुत न यहाँ तिमी सुत सुतेको हेर्नु सुते ऊ हेर हेर्नु सुतेको आऊ तिमी नि सुत्ने ए काली पुचुरी तिमी नि सुत नि त तिमी नि सुते मैले हिजो अस्ति त नुहाइदिएँ मैले त ला हेर्न थपको पहिला त बस्दैन त यो म टाढा भएर तिमी स्कुल गएर आएको छ रे हो काली रमाइ परेको भाग्यमा नि ढोग्न त पर्दैन आइज उचाल्नु म त उचाल्नु यो बा हेर्नु त त्यहाँ यता हेर त बच्चा जस्तो पनि देखेछ त यो त यसको अगाडि त के भन्छ चर सफा गर्न आएको चर सफा गर्न आउँदैछ भनेर अब तपाईँ कबुला धन्यवाद छ उसलाई अब यसैदेखि दिल्लीसम्म यसैदेखि काठमाडौँ बस्नदेखि
प्रभु भएर सुरक्षित आउनलाई प्रभुले सहायता गर्नुभयो अनि प्रभु आज हामी सँगै छौँ तपाईँ प्रभुलाई हृदयदेखि धन्यवाद दिन्छु अनि प्रभु तपाईँ प्रभुलाई महिमा दिन्छौँ प्रशंसा गर्दछु अनि जति दिनसम्म उहाँ यहाँ रहन्छ प्रभु हामी सबैको निम्ति खुसीको कारण बनोस् अनि उसको निम्ति पनि प्रभु खुसीको कारण बनोस् प्रार्थना गर्न चाहन्छु प्रभु अहिले यो खुसीको समयमा जुन केकहरू काटिएको छ त्यसलाई शुद्ध पवित्र गर्नुहोस् प्रभु यो खाँदै गर्दा हाम्रो शरीरमा हामीले पाएको ज्ञान बुद्धि गर्न सकौँ धेरै जुन खाना तयार गर्नुभएको छ त्यसमा पनि तपाईँको आशीर्वाद रहोस् मेहनत गरेर बनाउने हातहरू खर्चहरू गर्न ह्याप्पी बर्थडे पनि होइन केही पनि होइन अब के भन्नु यसलाई खुसीको केक भन्नु खुसीको दिन यो छ नि एकदम धेरै चिङमा आउँछ फोटोमा पनि उभिन लगा न उभिर यसले मलाई पछि छोडेको छैन